आजको टपिक रहेको छ सिमेन्ट। सिमेन्ट भनेको के हो र सिमेन्टमा हुने पर्ने इन्ग्रेडियन्ट अथवा फंक्सनहरू के हो भनेर। सिमेन्ट भनेको सिमेन्ट इज अ बाइन्डिङ मटेरियल having cohesive and adhesive property consisting primarily of lime, silica and alumina iron oxide। र cohesive property भनेपछि bond between same particle अथवा material, example bond between cement and cement। सिमेन्ट र सिमेन्ट बीचको बन्ड जुन हुन्छ त्यसलाई भनिन्छ कोहेजिभ। र एडहेजिभ प्रोपर्टी भनेको बन्ड बिट्विन डिसिमिलर पार्टिकल्स, एक्जाम्पल बन्ड बिट्विन सिमेन्ट एन्ड स्यान्ड अथवा एग्रिगेट। दुईवटा फरक पार्टिकलको बन्ड हुन्छ त्यसलाई भनिन्छ एडहेजिभ। दुईवटा सेम पार्टिकलको बन्ड हुन्छ भने त्यसलाई भनिन्छ कोहेजिभ। Cement is obtained by limestone and clay, burning them and grinding to fine powder. Specific gravity of cement is 3.15 र सिमेन्टमा चाहिँ वाटर एब्जर्प्सन 5% भन्दा बढी हुनु हुँदैन। वाटर एब्जर्प्सन अफ सिमेन्ट should not be more than 5%। अर्को रहेको छ डेन्सिटी अफ सिमेन्ट इज टेकन एज। डेन्सिटी अफ सिमेन्ट कति हुन्छ 1440 kg। अर्को रहेको छ OPC is one of the popular type of cement used in almost all general construction work। सबै कन्स्ट्रक्सन वर्कहरुमा प्राय OPC नै युज गरिन्छ। यो पपुलर टाइप अफ सिमेन्ट हो। र अबको नेक्स्ट रहेको छ हाम्रो इन्ग्रेडियन्ट अथवा र मटेरियल अफ सिमेन्ट। इन्ग्रेडियन्ट अथवा र मटेरियल अफ सिमेन्ट हेर्ने हो भने फर्स्टमा रहेको छ लाइम। सिमेन्टमा लाइम हाम्रो कति पर्सेन्ट हुन्छ 60 देखि 65% अथवा 63%। यसको फंक्सन के हो मेक द सिमेन्ट साउन्ड एन्ड स्ट्रङ, कन्ट्रोल स्ट्रेंथ एन्ड एक्सिस। लाइम एक्सिस भयो भने के हुन्छ मेक सिमेन्ट अनसाउन्ड, एक्सपान्ड, डिसइन्टिग्रेट, क्र्याक र डिस्टोर्सन यति कुराहरू हुन्छ। सेकेन्ड नम्बरमा रहेको छ सिलिका। सिलिकाको केमिकल कम्पाउन्ड SiO2। यो चाहिँ 17 देखि 25% हुन्छ र जेनरली 22%। र सिलिकाको काम के हो भनेपछि सिलिका प्रोभाइड स्ट्रेंथ ड्यू टु फर्मेसन अफ C2S एन्ड C3S। C2S भनेको डाइक्याल्सियम सिलिकेट, C3S भनेको ट्राइक्याल्सियम सिलिकेट। र यो सिलिका एक्सिस भयो भने के हुन्छ सोलो सेटिङ हुन्छ। 3 मा छ एल्युमिना। एल्युमिनाको केमिकल कम्पाउन्ड के हुन्छ Al2O3 अथवा यसलाई एल्युमिनियम अक्साइड पनि भनिन्छ। यसको पर्सेन्टेज हेर्ने हो भने 3 देखि 8% हुन्छ र जेनरली एल्युमिना चाहिँ 6% हुने गर्दछ। एल्युमिनाको फंक्सन के हो भने प्रोभाइड क्विक सेटिङ क्वालिटी टु सिमेन्ट एन्ड यदि यो एल्युमिना एक्सिस भयो भने के हुन्छ डिक्रिज द स्ट्रेंथ अफ सिमेन्ट। सिमेन्टको स्ट्रेंथ घटाइदिन्छ। एल्युमिनाले के काम गर्छ भनेपछि क्विक सेटिङ। 4 नम्बरमा रहेको छ आइरन अक्साइड। आइरन अक्साइड चाहिँ 0.5 देखि 6% सम्म हुन्छ र जेनरली 3%। आइरन अक्साइडको अर्को नाम फेरस अक्साइड पनि हो। यसको केमिकल कम्पाउन्ड Fe2O3 हुने गर्दछ र आइरन अक्साइडले के प्रोभाइड गर्छ भने कलर, हार्डनेस र स्ट्रेंथ यो तीनटा कुरा सिमेन्टलाई प्रोभाइड गर्दछ। र आइरन अक्साइड हेल्प्स इन फ्युजन अफ र मटेरियल। र मटेरियलको फ्युजनमा पनि हेल्प गर्ने गर्दछ। 5 मा रहेको छ म्याग्नेशियम अक्साइड। म्याग्नेशियम अक्साइड भनेको केमिकल कम्पाउन्ड MgO 0.5 देखि 5% र जेनरली 2.5% हुन्छ। र एल्युमिनियम यसले के गर्छ प्रोभाइड कलर एन्ड हार्डनेस। र म्याग्नेशियम यदि हाम्रो एक्सिस भयो भने के गर्छ कज क्र्याक इन मोटार एन्ड कंक्रिट। कंक्रिट अथवा मोटारमा के गर्छ यसले क्र्याक उत्पन्न गर्छ। 6 मा रहेको छ सल्फर ट्राइअक्साइड।
सल्फर ट्राइअक्साइड 1 देखि 2.75, म्याक्सिमम सल्फर ट्राइअक्साइड 2.75% सम्म हुन्छ। एमसीक्यू मा सोधिरहेको हुन्छ यो, र जेनरली चाहिँ 1.7%। र मेक सिमेन्ट साउन्ड एक्सिस भयो भने अनसाउन्ड गर्छ, यसको यही काम हो। र 7 मा रहेको छ अल्काली। अल्काली चाहिँ लेस देन 1% हुन्छ र नभएकै राम्रो हो, तर पनि यो चाहिँ हाम्रो स्मल एमाउन्टमा प्रेजेन्स हुन्छ सिमेन्टमा। र अल्काली एक्सिस भयो भने इफ्लोरेसेन्स हुने गर्दछ, अथवा व्हाइट प्याच अथवा सर्फेसमा साल्टको मात्रा देखिने गर्दछ, व्हाइटहरू। 8 मा रहेको छ जिप्सम। जिप्सम 2 देखि 4% हुन्छ, जेनरली 3%। जिप्समको केमिकल कम्पाउन्ड CaSO4, र जिप्समको फङ्सन के हो भनेपछि इन्क्रिज इनिसियल सेटिङ टाइम अफ सिमेन्ट एन्ड प्रिभेन्ट फ्लास सेट, फ्लास सेट हुनबाट बचाउँछ र डिक्रिज रेट अफ हाइड्रेसन। जिप्समले के गर्छ भने चाँडै सेट हुन दिँदैन सिमेन्टलाई, ताकि काम हाम्रो लामो समयसम्म गर्न मिलोस्। ढलानहरूमा अब जति ढिलो सेट भयो त्यति काम गर्न इजी हुन्छ। यो थियो इन्ग्रेडियन्ट अफ सिमेन्ट। नेक्स्ट टपिक हुन्छ हाम्रो बोक कम्पाउन्ड भनेर, त्यो अर्को भिडियो बन्छ।